नमस्ते, मेरो नाम गरिमा लिङ्गन। हजुरहरू अहिले सुन्नु हुँदैछ कार्यक्रम गजल आवाज। नमस्ते, मेरो नाम गरिमा लिङ्गन। हजुरहरू अहिले सुन्नु हुँदैछ कार्यक्रम गजल आवाज। एउटै लक्ष्य थियो र त यात्रा तय गरेकी थिएँ। एउटै लक्ष्य थियो र त यात्रा तय गरेकी थिएँ। आँखा भरि मुटुभरि तिमीलाई नै भरेकी थिएँ। जिन्दगीमा जस्ता सुकै सङ्घार आई परे पनि, जिन्दगीमा जस्ता सुकै सङ्घार आई परे पनि, दुवै मिली सँगै तर्ने भनी समेत सरेकी थिएँ। आँखा भरि मुटुभरि तिमीलाई नै भरेकी थिएँ। विपनीमा तिम्रै झल्को सपनीमा तिमी नै थियौ। विपनीमा तिम्रै झल्को सपनीमा तिमी नै थियौ। देखेनौ त तिम्रै यादमा जिउँदै म मरेकी थिएँ। एउटै लक्ष्य थियो र त यात्रा तय गरेकी थिएँ। सातै जुनी सँगै जिउने सँगै मर्ने बाचा भुल्यौ। सातै जुनी सँगै जिउने सँगै मर्ने बाचा भुल्यौ। माइती घरको आँगन छोडी तिम्रै भर परेकी थिएँ। एउटै लक्ष्य थियो र त यात्रा तय गरेकी थिएँ। दोष जति थुपरेर एक्लै पार्यौ दो बाटोमा, दोष जति थोपरेर एक्लै पार्यौ दो बाटोमा, भने जस्तो नभए नि एक्लो पन्त हरेकी थिएँ। एउटै थियो लक्ष्य र त यात्रा तय गरेकी थिएँ। आँखा भरि मुटुभरि तिमीलाई नै भरेकी थिएँ। सन्ध्याकालीन नमस्कारको साथसाथै साहित्यिक न्यानो अभिवादन हजुर सम्पूर्णलाई कार्यक्रम गजल आवाजको तर्फबाट। श्रोता मित्रहरू, यहाँहरू सम्पूर्णलाई कार्यक्रम गजल आवाजको यो 34औं अङ्कमा अन्तर्हृदयदेखि नै स्वागत गर्न चाहन्छौँ। सदा झैँ साहित्यिक चौतारीको बसाइबाट सुरु हुने कार्यक्रम गजल आवाजको सुरुवात मैले आफ्नै गजलबाट गरिसकेकी छु र यति बेला हामीलाई टेक्निकल लाइनमा बसेर सहयोग गर्न प्यारो भाइ अर्जुन कुरङ्गी गुरुङ पनि आइसक्नु भएको छ। अर्जुन भाइ मादी श्रीजुङ सङ्खुवा सभाको हुनुहुन्छ भने हाल साउदी अरेबियाबाट, र त्यसै गरी कार्यक्रम प्रस्तोता प्यारो भाइ चारखोले शिशिर पनि हामी माझमा आइसक्नु भएको छ। शिशिर भाइ साङरुम्बा लप्सीबोटे इलामको हुनुहुन्छ भने हाल साउदी अरेबियाबाट, र म सावित्रा लुइटेल घिमिरे मेरो घर झापा बेतामोड रहेको छ भने हाल इजरायलबाट यहाँहरू माझमा यो आवाज मिसाइरहेकी छु। श्रोता मित्रहरू, पुनः यहाँहरूलाई कार्यक्रम गजल आवाजको यो 34औं अङ्कमा स्वागत गर्दै कार्यक्रमलाई अगाडि बढाउन प्यारो भाइ चारखोले शिशिरलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हजुर आदरणीय दिज्यू, धेरै धेरै धन्यवाद हजुरलाई। र यहाँहरूकै सुखदुःखको साथी म चारखोले शिशिर पनि कार्यक्रम गजल आवाजको यो अङ्क 34को बसाइमा टुप्लोको आइपुगिसकेको छु। र आदरणीय दिज्यू साविता लुइटेल घिमिरे, म चारखोले शिशिर लिङ्गम, र यसै गरी हाम्रो प्यारो दाजु हुनुहुन्छ प्रविधिमा अर्जुन कुरङ्गी गुरुङ। हामी तिनैजनाको तर्फबाट फेरि पनि एकमुष्टमा यहाँहरूलाई हार्दिक स्वागत गर्दै सेवारो झोरले छेचेला भ्यापुला भन्न चाहन्छौँ। र सबैभन्दा पहिला यहाँहरूलाई मरिमरि धन्यवाद गजल मनहरूलाई कार्यक्रम गजल आवाजको लागि भनेर यहाँहरूले यति माया गरेर गजलको थाकहरू हामीलाई कोसेली स्वरूप पठाउनु भएको छ, र यहाँहरूको कोसेलीहरूलाई हामी एक एक गरेर वान बाई पास गर्दै जानेछौँ। र आदरणीय मित्रहरू, यहाँहरू पनि कार्यक्रम गजल आवाजलाई माया गरेर आफ्नो कोसेलीहरू लेखेर पठाउनुहुन्छ भने
आदरणीय दिजु साबिता लुटेल घिमिरेको फेसबुकको इनबक्समा र म चारखोले शिशिरलिङ्गमको फेसबुकको इनबक्समा हामीलाई पठाउन सक्नुहुनेछ र साहित्यिक चौतारीको पेजबाट पनि हामीलाई सम्झिन सक्नुहुनेछ। हजुर आदरणीय मित्रहरू, यहाँसम्म पुग्नुको लागि हजुरहरूकै सल्लाह सुझावले हामी यहाँसम्म आइसकेका छौँ र यो माया यो साथ कहिले नछुटोस् भन्न चाहन्छौँ र कार्यक्रम गजल आवाज टाइप गरेर संसारमा सुन्दै आइराख्नु भएको छ। यसै गरी मकालो एफएमको साहित्य सरोवरको पेजबाट र यसै गरी गजल आवाजको पेजबाट र रेडियो स्वतन्त्रको साहित्य स्रष्टा र सृजना कार्यक्रमको पेजबाट यहाँहरूले आफ्नो सृजना हुबहु देख्न र सुन्दै आउनुभएको छ। यसै गरी साहित्यिक चौतारीको हरेक कार्यक्रमको उत्पादनको पछाडि मिडिया पार्टनर रहेको छ स्वतन्त्र मिडिया र www.swatantrakhbar.com लगइन गरेर यहाँहरूले साहित्यिक चौतारीको हरेक कार्यक्रमहरू यहाँहरूले सुन्न र देख्न सक्नुहुनेछ। र यही जानकारीको साथसाथै यो नयाँ एपिसोड अङ्क 24लाई अगाडि बढाउन चाहन्छु यो मिठो साङ्गीतिक कुशेलीबाट। साङ्गीतिक ब्रेकपछि पुनः यहाँहरू माझमा हामी उपस्थित भइसकेका छौँ। हजुर श्रोता मित्रहरू, यहाँहरूले नै कार्यक्रम गजल आवाजलाई माया गरी पठाउनुभएका धेरै धेरै गजलहरूको सङ्गालो हामीले फुकाउने क्रम सुरु गरिसकेका छौँ र यति बेला मेरो हातमा छ ज्ञानद्रोप 2 कास्कीका रूप र साइली विश्वकर्मा जीको गजल। श्रोता मित्रहरू, रूपजीका गजलका शेरहरू यहाँहरू माझमा राख्ने अनुमति चाहन्छु। भन्नै पर्छ अब मैले छिट्टै खाडी छोड्ने कुरा, भन्नै पर्छ अब मैले छिट्टै खाडी छोड्ने कुरा, घर पुगी एउटासँग नौलो नाता जोड्ने कुरा, शून्यतामा अङ्क थप्न नौलो साथ पैँचो मागी, शून्यतामा अङ्क थप्न नौलो साथ पैँचो मागी, घडी पला छुट्याएर काँचो फल छोड्ने कुरा, भन्नै पर्छ अब मैले छिट्टै खाडी छोड्ने कुरा। बादलुको फुल्का टिप्न स्वीकारोक्ति उनले दिए, बादलुको फुल्का टिप्न स्वीकारोक्ति उनले दिए, आजादीको भित्री संसार पुग्न बाटो मुन्ने कुरा, भन्नै पर्छ अब मैले छिट्टै खाडी छोड्ने कुरा। मिलनको बिउ रोपी भैँसको त्यो आधी रोकी,
मिलनको बिउ रोपी वैशाखको त्यो आधी रोकी जुन किरीको ज्योति पाए गैरी खेत खोज्ने कुरा घर पुगी एउटासँग नौलो नाता छोड्ने कुरा संस्कृतिको आडेसमा नामसारी भएको हो संस्कृतिको आडेसमा नामसारी भएको हो सातौं जन्म कोयो बाचा हुन्न तोड्ने कुरा भन्नै पर्छ अब मैले छिट्टै खाडी छोड्ने कुरा घर पुगी एउटासँग नौलो नाता छोड्ने कुरा पुनः दोहोऱ्याउन मन लाग्यो संस्कृतिको अडिसामा नामसारी भएको हो सातौं जन्म कोयो बाचा हुन्न तोड्ने कुरा रूप र शैलीजी यहाँको गजलका हरेक शेरहरूले मन छोए निकै मिठो गजल कोर्नु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ कार्यक्रम गजल आवाजको तर्फबाट र यहाँको साहित्यिक यात्राको उज्जवल भविष्यको हामी कामना पनि गर्न चाहन्छौँ र कार्यक्रम गजल आवाजको तर्फबाट पुनः धन्यवाद दिन चाहन्छौँ कास्कीका रूप र शैली विश्वकर्माजीलाई भन्नै पर्छ अब मैले छिट्टै खाडी छोड्ने कुरा घर पुगी एउटासँग नौलो नाता जोड्ने कुरा वाउ दिज्यू साँच्चै यहाँको मिठो प्रस्तुति थियो र हाम्रो रूप र शैली सरको त्यो मिठो गजल सँगसँगै दिज्यू यतिखेर मेरो हातमा अर्को गजल परेको छ र उहाँ हुनुहुन्छ भिजल मगर बाबुज्यू र उहाँले हामीलाई लेखी पठाउनु भएको छ उहाँ हुनुहुन्छ हाल भारतको भूमिमा भनेर लेख्नुभएको रहेछ उहाँ गुल्मीको हुनुहुन्छ र उहाँले हामीलाई लेखी पठाउनु भएको गजलको शेरहरू यस प्रकार छन् ए भाइ तिम्रो बाल्यकाल कस्तो थियो भन त त्यो सानो छँदा चालमाल कस्तो थियो भन त ए भाइ तिम्रो बाल्यकाल कस्तो थियो भन त त्यो सानो छँदा चालमाल कस्तो थियो भन त यहाँ आज मेचिकाली भत्कदैछ हेर तिमी यहाँ आज मेचिकाली भत्कदैछ हेर तिमी हिजोको पुरानो नेपाल कस्तो थियो भन त त्यो सानो छँदा चालमाल कस्तो थियो भन त रमाइरहेका थियौँ र हाँसिरहेका थियौँ रमाइरहेका थियौँ र हाँसिरहेका थियौँ गएको त्यो 70 साल कस्तो थियो भन त ए भाइ तिम्रो बाल्यकाल कस्तो थियो भन त तिमी घुमिसक्यौ धेरै ठाउँहरू भन्दै जाऊ तिमी घुमिसक्यौ धेरै ठाउँहरू भन्दै जाऊ पोखराको नै फेवाताल कस्तो थियो भन त ए भाइ तिम्रो बाल्यकाल कस्तो थियो भन त प्रगति भएछ यही शुभकामना छ मेरो प्रगति भएछ यही शुभकामना छ मेरो तिम्रो बुन्ने नै प्रेम जाल कस्तो थियो भन त ए भाइ तिम्रो बाल्यकाल कस्तो थियो भन त त्यो सानो छँदा चालमाल कस्तो थियो भन त वाउ साँच्चै नै विचारजी बाल्यकाल सम्झिँदाखेरि होइन ती अतीतहरूको याद आउँदाखेरि साँच्चै नै हामी त्यहीँ पुगेको जस्तो लाग्छ यो विगत भन्ने शब्द नै यस्तो हो कि जहिले पनि हाम्रो दिमागमा चिसिएर रहिरहन्छ होइन साँच्चै नै मिठो यहाँले बाल्यकालको प्रश्नहरू तेर्स्याएर लेखी पठाउनु भएको गजलको शेरहरू साह्रै नै मार्मिक छन् र यतिखेरको बसाइमा कार्यक्रम गजल आवाजको तर्फबाट हजुरलाई मुरी धन्यवाद भन्न चाहन्छौँ गुल्मीमा रहनुहुने हाल भारतको भूमिबाट पठाउनुहुने भिजल मगर बाबुज्यूलाई गजल के धुन तपाईँको आवाज हाम्रो आवाज कार्यक्रम गजल आवाज सुन्न नभुलिदिनुहोस् है तपाईँको आवाज हाम्रो आवाज
नरम गजल आवाज सुन्न नभुलिदिनु है। हजुर आदरणीय मित्रहरू पुनः स्वागत छ यो छोटो साङ्गीतिक कोसेली पछाडि र यहाँकै कोसेलीहरू फटाफट पस्किने क्रममा यतिखेर म ढिलो नगरिकन म थुप्रै गजलहरूको माझबाट गजल लिन चाहन्छु र यतिखेर मेरो हातमा परेको छ मोहन रावल अनमोलज्यूको र उहाँले बान्ना टोली 5 आछामबाट हामीलाई लेखी पठाउनु भएको छ र मोहनजीले पठाउनु भएको गजलको शेरहरू यहाँ राख्ने अनुमति चाहन्छु। बडा चमक हुन्छ हरकत केटाकेटीको, त्यसैले त छोडे आज सङ्गत केटाकेटीको। बडा चमक हुन्छ हरकत केटाकेटीको, उद्दण्ड उच्छृङ्खल उत्ताउलो स्वभाव हुन्छ। उद्दण्ड उच्छृङ्खल उत्ताउलो स्वभाव हुन्छ जब जब उम्लिन्छ रगत केटाकेटीको। बडा चम्मको हुन्छ हरकत केटाकेटीको। झिनो प्रगतिमा पनि बहुत उफ्रिने गर्छन्, झिनो प्रगतिमा पनि बहुत उफ्रिने गर्छन्। केही हुन्छ र आखिर इज्जत केटाकेटीको। बडा चम्मको हुन्छ हरकत केटाकेटीको। काँडामाथि पनि फुल सम्झेर पाउराछन्, काँडामाथि पनि फुल सम्झेर पाउराछन्। त्यसैले अनौठो लाग्छ आदत केटाकेटीको। बडा अचम्मको हुन्छ हरकत केटाकेटीको। पुतली जस्तै दौडिन्छन् पुतलीको पछाडि, पुतली जस्तै दौडिन्छन् पुतलीको पछाडि। बडा अनौठो लाग्छ हिम्मत केटाकेटीको। बडा चम्मको हुन्छ हरकत केटाकेटीको। बडा चम्मको हुन्छ हरकत केटाकेटीको। मोहनजी वास्तवमा केटाकेटीको हरकत उत्ताउलेपना होइन, त्यो बाल्यपनको त्यो बेला एउटा बेला नै त्यस्तो हुन्छ जहाँ डर त्रास केही पनि हुँदैन। र यो मिठो बाल्यकालको एउटा स्मरण गराइदिनु भएकोमा यो मिठो गजलको शेरहरूको लागि हजुरलाई कार्यक्रम गजल आवाजको तर्फबाट मुरी धन्यवाद भन्न चाहन्छौँ। मोहन रावल अनमोल अस्तुजीलाई बडा अचम्मको हुन्छ हरकत केटाकेटीको, त्यसैले त छाडे आज सङ्गत केटाकेटीको। मोहन रावल अनवलजीको निकै मिठो गजल वाचन गरेर सुनाउनु भयो शिशिर भाइ। हजुर श्रोता मित्रहरू, यति बेला हामी छौँ कार्यक्रम गजल आवाजको 34औं अङ्कमा। मित्रहरू, पुनः कार्यक्रमलाई अगाडि बढाउने क्रममा यति बेला मेरो हातमा छ कालीस्थान अछामका लक्ष्मण मिलन विष्टजीको गजल। मिलनजी हाल मुम्बईमा हुनुहुन्छ। श्रोता मित्रहरू, मिलनजीका गजलका शेरहरू यहाँहरू माझमा पस्कने अनुमति चाहन्छु। थाहा छ यो मन मेरो होइन, धड्कन मेरो होइन।
थाहा छ यो मन मेरो होइन, धड्कन मेरो होइन, तर सिङ्गो जिन्दगी मेरो हो, जीवन मेरो होइन। हो आमा जहाँ तलुवा चाटेर घाँस बटुलिरहेछु, हो आमा जहाँ तलुवा चाटेर घाँस बटुलिरहेछु, खुन पसिना बगाइरहेछु, त्यो आँगन मेरो होइन, थाहा छ यो मन मेरो होइन, धड्कन मेरो होइन। ऊ त्यो बिहान हेर्नुहोस् मेरो हो, माटो मेरो हो। ऊ त्यो बिहान हेर्नुहोस् मेरो हो, माटो मेरो हो, तर बिहानमाथि राखिएको कफन मेरो होइन। थाहा छ यो मन मेरो होइन, धड्कन मेरो होइन। तिमी आफै परिवर्तन भएकी छौ हिजो आज, तिमी आफै परिवर्तन भएकी छौ हिजो आज। फुललाई कुल्ची पन्छिएको चरण मेरो होइन, थाहा छ यो मन मेरो होइन, धड्कन मेरो होइन। किन पल पल मर्थे आज आएर तिम्रो वियोगमा, किन पल पल मर्थे आज आएर तिम्रो वियोगमा। कि त पहिल्यै भन्नु पर्थ्यो मिलन मेरो होइन। थाहा छ यो मन मेरो होइन, धड्कन मेरो होइन, तर सिङ्गो जिन्दगी मेरो हो, जीवन मेरो होइन। हजुर, मिलनजीले केही कुरा मेरो हो भन्दै हुनुहुन्थ्यो भने केही कुरा मेरो होइन, पक्कै पनि यो जीवन मेरो होइन भन्दै हुनुहुन्थ्यो। यो आधुनिक मिठो गजलको लागि वास्तवमै धेरै धेरै धन्यवाद हामीले दिनै पर्छ मिलनजीलाई। मिलनजी, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ यो मिठो गजलको लागि। र यहाँको साहित्यिक यात्रा सधैँ यसरी नै अगाडि बढिरहोस् भनेर धेरै धेरै शुभकामना पनि दिन चाहन्छौँ कालीस्थान अछामका लक्ष्मण मिलन विष्टजीलाई। तपाईँहरू गजल बनेर आउनुहुन्छ अनि हामी आवाज बनेर निस्किन्छौँ। यही हाम्रो सङ्गमको नाम हो कार्यक्रम गजल आवाज। तपाईँको गजल हाम्रो आवाज, कार्यक्रम गजल आवाज। आयोजक साहित्यिक चौतारी परिवार। गजल बनेर आउनुहुन्छ अनि हामी आवाज बनेर मिसिन्छौँ। यही हाम्रो सङ्गमको नाम हो कार्यक्रम गजल आवाज। तपाईँको गजल हाम्रो आवाज, कार्यक्रम गजल आवाज। आयोजक साहित्यिक चौतारी परिवार। छोटो साङ्गीतिक ब्रेकपछि पुनः यहाँहरू माझमा हामी उपस्थित भइसकेका छौँ। श्रोता मित्रहरू,
हजुरहरूले नै पठाउनुभएका धेरै धेरै गजलहरूको माझबाट यति बेला मेरो हातमा छ सुलाचुले 8 इलामका मदन चौहानजीको गजल। मदनजी हाल साउदी अरेबियामा हुनुहुन्छ। श्रोता मित्रहरू, मदनजीका गजलका शेरहरू यहाँहरू माझमा राख्ने अनुमति चाहन्छु। भेट्नलाई आउँछे साँझ परेपछि, भेट्नलाई आउँछे साँझ परेपछि, टुटुक्कै बोलाउँछे साँझ परेपछि, ढोका बन्द गरेर प्यारमा उसैले, ढोका बन्द गरेर प्यारमा उसैले, बिना ताल नचाउँछे साँझ परेपछि, टुटुक्कै बोलाउँछे साँझ परेपछि। सक्दिन म भन्दा पनि समाएर च्याप्प, सक्दिन म भन्दा पनि समाएर च्याप्प, खै के गराउँछे साँझ परेपछि, टुटुक्कै बोलाउँछे साँझ परेपछि। डर किन मान्छौ कोही छैन देख्ने, डर किन मान्छौ कोही छैन देख्ने, भनेर भकाउँछे साँझ परेपछि, टुटुक्कै बोलाउँछे साँझ परेपछि। नजिक सर्दै वस्त्र फुकाएर उसले, नजिक सर्दै वस्त्र फुकाएर उसले, अधिकार जमाउँछे साँझ परेपछि, भेट्नलाई आउँछे साँझ परेपछि, टुटुक्कै बोलाउँछे साँझ परेपछि। हजुर मदनजी, हजुरकी उनी निकै मायालु रहेछिन् र धेरै माया गर्दै रहेछिन् भन्ने कुरा हामीले थाहा पायौँ यी गजलका शेरहरू मार्फत। यो मायालु मिठो गजलको लागि सुलाचुले 8 इलामका मदन चौहानजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ कार्यक्रम गजल आवाजको तर्फबाट। हजुर आदरणीय दिजु, हजुरले भर्खर प्रस्तुत गरिराख्नु भएको थियो मदन चौहानजीको साँच्चै नै मिठो गजल। र यस्तै यस्तै गजल मेरो हातमा परेको छ दिजु। अर्को स्रष्टा हुनुहुन्छ विमल पोखरेलजी, र हाल उहाँ धरान 27 को हुनुहुन्छ भने हाल मलेसियामा रहनुहुँदो रहेछ। र उहाँले लेखिरहनु भएको छ मजौला ज्याउरे लयमा, र उहाँले पठाउनु भएको गजलको शेरहरू यहाँ राख्ने अनुमति चाहन्छु। नबुझी कुरा गरेर गाली दियाउने कोसेली, टुटायो दिल बजाई ताली दियाउने कोसेली, देवता भाकी खाएको बाचा तोडेर आफूले, देवता भाकी खाएको बाचा तोडेर आफूले, दुनिया सामु बजाई ताली दियाउने कोसेली, नबुझी कुरा गरेर गाली दियाउने कोसेली। जीवन मेरो पुर्याइ गयो मृत्युको मुखमा, जीवन मेरो पुर्याइ गयो मृत्युको मुखमा, पराईसँग अँगालो हाली दियाउने कोसेली, नबुझी कुरा गरेर गाली दियाउने कोसेली। दिलमा सधैँ तिम्रै नै नाम रहन्छ भन्दै थियौ, दिलमा सधैँ तिम्रो नै नाम रहन्छ भन्दथ्यौ, जिउँदै मार्यौ तस्बिर बाली दियाउने कोसेली, नबुझी कुरा गरेर गाली दियाउने कोसेली। सुकाई सारा बन्जर पार्यौ मनको बाटिका, सुकाई सारा बन्जर पार्यौ मनको बाटिका, छानेर अर्कै दिलको माली दियाउने कोसेली, नबुझी कुरा गरेर गाली दियाउने कोसेली, टुटायो दिल बजाई ताली दियाउने कोसेली। हजुर विमल पोखरेलजी, वास्तवमा घृणा गरेर कसैले ताली बजाएको अनुभव मात्रै गर्नुभयो होला। यहाँ जस्तो दिलदार मान्छेलाई कसले पो त्यति माया नगर्ला र होइन।
र मायालु हुनुहुन्छ। सबैको माया पाउनुहोस्, हामी यही भन्न चाहन्छौँ। कार्यक्रम गजल आवाज भित्रबाट यतिखेरको बसेमा हजुरलाई बढी धन्यवाद भन्न चाहन्छौँ। धरान 27 को हाल मलेसियामा रहनुहुने विमल पोखरेलजीलाई। तपाईहरू गजल बनेर आउनुहुन्छ, हामी आवाज बनेर मिसिन्छौँ। यही हाम्रो सङ्गमको नाम हो कार्यक्रम गजल आवाज। तपाईँको गजल हाम्रो आवाज, कार्यक्रम गजल आवाज। आयोजक साहित्यिक चौतारी परिवार। तपाईँको आवाज हाम्रो आवाज कार्यक्रम गजल आवाज सुन्न नभुलिदिनुहोस् है। तपाईँको आवाज हाम्रो आवाज कार्यक्रम गजल आवाज सुन्न नभुलिदिनुहोस् है। यो छोटो साङ्गीतिक कुशलीको साथसाथै पुनः स्वागत छ कार्यक्रम गजल आवाजमा। र हामी कार्यक्रम गजल आवाजको आखिरी भागमा आइसकेका छौँ र यतिखेर ढिलो लगन नगरिकन म यहाँहरूको गजल लिन चाहन्छु। र यतिखेर मेरो हातमा परेको छ अरुणा श्रेष्ठ। उहाँ हुनुहुन्छ पृथ्वीनगर 4 ज्ञाने चोक झापा। र उहाँले पठाउनु भएको अरुणाजीको गजलको शेरहरू यहाँ राख्ने अनुमति चाहन्छु। हेर्दा हेर्दै पाइला ठोकिएर रहेँ, बोकिराखेको आशा पोखिएर रहेँ। हेर्दा हेर्दै पाइला ठोकिएर रहेँ, बोकिराखेको आशा पोखिएर रहेँ। दुख्नु दुखेकै थिएँ आफै भित्रै, दुख्नु दुखेकै थिएँ आफै भित्रै, झन् दुखायौ तिमीले आश दिएर रहेँ, बोकिराखेको आशा पोखिएर रहेँ। थिएन आँसुको मोल तिम्रो लागि यहाँ, थिएन आँसुको मोल तिम्रो लागि यहाँ, गयौ छाडी अनि म तडपिएर रहेँ, बोकिराखेको आशा पोखिएर रहेँ। सम्हालेछ भूमिले होस गुमाइ लड्दा, सम्हालेछ भूमिले होस गुमाइ लड्दा, भ्याउँछेर तिम्रो हेला ती लिएर आएँ, बोकिराखेको आशा पोखिएर रहेँ। निहाल्छ अझै पनि
हृदय नयनहरूले निहाल्छ अझै पनि रुच्दै नयनहरूले उसैलाई सारा खुसी सब दिएर आए बोकिराखेको आशा पोखिएर रोए हिँड्दा हिँड्दै पाइला ठोकिएर रोए। साँच्चै नै अरुणाजी हिँड्दा हिँड्दै पाइला ठोकियो भने चोट मात्रै लाग्दैन, आफूले बोकेको मिठो मिठो सपनाको खुसीहरू पनि पोखिन्छन्। यो मिठो गजलको शेरहरूको लागि कार्यक्रम गजल आवाजको तर्फबाट मुरी धन्यवाद भन्न चाहन्छौँ। पृथ्वीनगर 4 ज्ञानी चोक झापाको स्रष्टा अरुणा श्रेष्ठ चेलीलाई। हिँड्दा हिँड्दै पाइला ठोकिएर रोएँ, बोकिराखेको आशा पोखिएर रोएँ। आशा पोखिँदा खुसै रुँदैन होला वास्तवमै। मिठो गजल वाचन गरेर सुनाउनु भयो सुशील भाइ अरुणा श्रेष्ठजीको। श्रोता मित्रहरू, त्यसै गरी यहाँहरूलाई गजलतर्फ नै लैजान चाहन्छौँ र यति बेला मेरो हातमा छ म्याङ्लुङ 6 तेह्रथुमका नयन विवश सुब्बाजीको गजल। नयनजी हाल साउदी अरेबियामा हुनुहुन्छ। श्रोता मित्रहरू, नयनजीका गजलका शेरहरू यहाँहरू माझमा राख्ने अनुमति चाहन्छु। सदियौं देखिरहेको पुरातात्विक किरात धर्म, सदियौं देखिरहेको पुरातात्विक किरात धर्म, विश्व मानव शान्ति ऐतिहासिक किरात धर्म, कसैबाट सिकिएको होइन बुझ्नु आदङ्गा हो, कसैबाट सिकिएको होइन बुझ्नु आदङ्गा हो। किरातीहरूको पुरानो यो मौलिक किरात धर्म, सदियौं देखिरहेको पुरातात्विक किरात धर्म। तुम्बी झोली चिन्ता पोका बोकेर हिँड्ने सोच्नु होला, तुम्बी झोली चिन्ता पोका बोकेर हिँड्ने सोच्नु होला। समाजमा अट्न सक्ने सामाजिक किरात धर्म, विश्व मानव शान्ति ऐतिहासिक किरात धर्म। सन्यासी भई गाउँ घर परिवार छोडी हिँड्ने, सन्यासी भई गाउँ घर परिवार छोडी हिँड्ने प्रवृत्ति छैन पवित्र पारिवारिक किरात धर्म, सदियौं देखिरहेको पुरातात्विक किरात धर्म। ज्ञान ध्यान सिद्धि मुक्ति पाइन्छ है भक्त जन्मा, ज्ञान धर्म सिद्धि मुक्ति पाइन्छ है भक्त जन्मा। त्याग तपस्या पाउने आध्यात्मिक किरात धर्म, सदियौं देखिरहेको पुरातात्विक किरात धर्म, विश्व मानव शान्ति ऐतिहासिक किरात धर्म। हजुर, नयनजीले किरात धर्मको बारेमा व्याख्या गर्दै हुनुहुन्थ्यो आफ्ना गजलका शेरहरू मार्फत। हजुर, हामीले जुनसुकै धर्म माने पनि आखिरी भगवान एक हुनुहुन्छ, किरात धर्म पनि हामीले मान्नै पर्ने हुन्छ। र यो मिठो आफ्नो धर्मलाई समेटेर कोरी पठाउनु भएको गजलको लागि कार्यक्रम गजल आवाजको तर्फबाट मुरी धन्यवाद दिन चाहन्छौँ माङ्लुङ 6 तेह्रथुमका नयन विवश सुब्बाजीलाई। साहित्यिक चौतारीको मिडिया पार्टनर स्वतन्त्र मिडिया, स्वतन्त्र मिडिया, स्वतन्त्र मिडिया। अबको हरेक साहित्यिक चौतारीको विभिन्न कार्यक्रमहरू स्वतन्त्रखबर.com बाट सुन्न नभुल्नुहोला। www.swatantrakhbar.com।
आवाज कार्यक्रम गजल आवाज सुन्न नभुलिदिनु है। छोटो साङ्गीतिक ब्रेकपछि पुनः यहाँहरू माझमा हामी उपस्थित भइसकेका छौँ। श्रोता मित्रहरू, यति बेला हामी छौँ कार्यक्रम गजल आवाजको 34औं अङ्कमा। श्रोता मित्रहरू, अब भने कार्यक्रमको अन्त्यतिर हामी आइसकेका छौँ र यति बेला मेरो हातमा छ मोरङका जगत कार्कीजीको गजल। जगतजी हाल दुबईमा हुनुहुन्छ। श्रोता मित्रहरू, जगतजीका गजलका शेरहरू यहाँहरू माझमा राख्ने अनुमति चाहन्छु। आफ्ना देखेँ पराई देखेँ दुनिया नै मतलबी छ। आफ्ना देखेँ पराई देखेँ दुनिया नै मतलबी छ। स्वार्थ पुरा भएपछि बाबु पनि अजनबी छ। पठन पाठन छोडेर युवा किन माग्छन् राहदानी। पठन पाठन छोडेर युवा किन माग्छन् राहदानी। वर्षौंदेखि एउटा मुद्दा खाडीमा मुल्तवी छ। आफ्ना देखेँ पराई देखेँ दुनिया नै मतलबी छ। कौडीमा जवानी लिलाम किन्छन् लाखौँका पहिरन। कौडीमा जवानी लिलाम किन्छन् लाखौँका पहिरन। मान्छे भन्दा वस्त्र गहना इज्जतको अनुभवी छ। स्वार्थ पुरा भएपछि बाबु पनि अजनबी छ। उदाइन पूर्वबाट विकास तर जनमुक्ति देशमा। उदाइन पूर्वबाट विकास र जनमुक्ति देशमा। त्यसैले त होला नव युगको फिरौतीमा रवि छ। स्वार्थ पुरा भएपछि बाबु पनि अजनबी छ। हिजो सुँगाका गीत गाउँथे आज भजन छन् नेटमा। हिजो सुँगाका गीत गाउँथे आज भजन छन् नेटमा। परिवेशको पिञ्जडामा बन्द त्यो यो कवि छ। आफ्ना देखेँ पराई देखेँ दुनिया नै मतलबी छ। स्वार्थ पुरा भएपछि बाबु पनि अजनबी छ। जगतजीले स्वार्थी संसारको बयान आफ्नो गजलका शेरहरूमा गर्दै हुनुहुन्थ्यो। आफ्ना देखेँ पराई देखेँ दुनिया नै मतलबी छ। बुबा पनि अजनबी छ। स्वार्थ पुरा भएपछि एकदमै मन छुने तितो तर के गर्नु सत्य हो। यो मर्मस्पर्शी गजलका शेरहरूको लागि मोरङका जगत कार्कीजीलाई मुरी धन्यवाद दिन चाहन्छौँ कार्यक्रम गजल आवाजको तर्फबाट र यहाँको साहित्यिक यात्राको सदैव उन्नतिको कामना पनि गर्न चाहन्छौँ कार्यक्रम गजल आवाजको तर्फबाट मोरङका जगत कार्कीजीलाई। आफ्ना देखेँ पराई देखेँ दुनिया नै मतलबी छ। स्वार्थ पुरा भएपछि बुबा पनि अजनबी छ। साँच्चै नै मिठो हाम्रो जगत कार्कीजीको गजलको शेरहरू प्रस्तुत गरेर राख्नुभएको थियो दिज्यू। अब हामी कार्यक्रमको आखिरी भागमा छौँ र आखिरी गजल मात्रै हामी राख्न सक्नेछौँ र यतिखेरको यो अङ्क 34को आखिरी गजल मेरो हातमा परेको छ दिज्यू। उहाँ हुनुहुन्छ मगर भीमपुल धुवाङ 8 प्युठानको स्रष्टा हुनुहुन्छ र उहाँले लेखी पठाउनु भएको गजलको शेरहरू यहाँ राख्ने अनुमति छ। नजिस्काऊ हेपेर त्यो मान्छे लाटो छ। पत्याउ या नपत्याउ यो कुरा साँचो छ। नजिस्काऊ हेपेर त्यो मान्छे लाटो छ। पत्याउ या नपत्याउ यो कुरा साँचो छ। लोग्ने गाछ विदेश परिवारको लागि। हेर न स्वास्थ्यको चाल घरमा नाठो छ। पत्याउ या नपत्याउ यो कुरा साँचो छ। उम्लिएर पोखिएला है भनिदिएको छु मैले। सम्हालेर राख आज जवानी तातो छ।
पत्याउ या नपत्याउ यो कुरा साँचो छ। राम्रो मान्छे भन्दै नआऊ मेरो नजिक, बाहिर मिठो बोलिने यो मन कालो छ। पत्याउ या नपत्याउ यो कुरा साँचो छ। भाउजू घर हुँदा पनि त्यो कान्छो दाइले अर्कैसँग गोपनीयता माया लागेको छ। पत्याउ या नपत्याउ यो कुरा साँचो छ। उनीलाई एक्लो छोडी उता गाउँ घरमा, मलाई पनि यता दिन काट्न गाह्रो छ। पत्याउ या नपत्याउ यो कुरा साँचो छ। जब हो दुश्मनसँग जम्का भेट हुन्छ, त्यति बेला बुद्धिभन्दा बलको खाँचो छ। पत्याउ या नपत्याउ यो कुरा साँचो छ। आफू यता पिरले आँखा छोपी रुँदैछु, उता उसलाई भने यो देखेर हाँसो छ। पत्याउ या नपत्याउ यो कुरा साँचो छ। जिस्काउँदा हेपेर नजिस्काऊ हेपेर त्यो मान्छे लाटो छ। पत्याउ या नपत्याउ यो कुरा साँचो छ। हजुर, यो मिठो यहाँको पत्याउने र नपत्याउने पुर्सिलीहरू हामीलाई पस्किने भएको थियो। धेरै रोमान्टिक पनि, यथार्थ पनि। यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ कार्यक्रम गजल आवाजको तर्फबाट। धुवाङ 8 प्युठानमा रहनुहुने मगर भीमको बाबुज्यूलाई हजुर आदरणीय मित्रहरू, पुनः स्वागत छ यहाँहरूलाई कार्यक्रम गजल आवाजमा। र यहाँहरू सामु फेरि पनि हामी टुप्लुक्क आइपुगिसकेका छौँ। तर आदरणीय मित्रहरू, बाई बाई साइमनारा भन्नुको लागि मात्रै सधैँ चाहिँ हामी आइपुगेका छौँ र हामीलाई समयले छोडिसकेको छ मित्रहरू। त्यसैले गर्दाखेरि सदा चाहिँ कार्यक्रम गजल आवाजको आखिरी भागमा आएर गजल छोडेर जाने गरेका छौँ र जाँदा जाँदै मेरो गजलको खुसीहरू यहाँलाई राख्न चाहन्छु। त्यसभन्दा अगाडि कार्यक्रम गजल आवाजको अङ्क 34लाई समापन गरिदिनुको लागि आदरणीय दिजु साबिता लुइटेल घिमिरेलाई म यहाँ आग्रह गर्न चाहन्छु र म जाँदा जाँदै यस हप्ताको लागि कार्यक्रम गजल आवाजमा मेरो गजलको खुसीहरू यहाँहरूलाई छोड्न चाहन्छु र मैले आफ्नै गाउँघरलाई सम्झेर लेखेको गजलको खुसीहरू यहाँहरूलाई राख्ने अनुमति चाहन्छु। चिरिबिरी चराहरू कराइरहेका हुन्थे, पारिवनमा गाईबस्तु चराइरहेका हुन्थे। चिरिबिरी चराहरू कराइरहेका हुन्थे, पारिवनमा गाईबस्तु चराइरहेका हुन्थे।
यस्तो थियो मेरो गाउँ बस्तीहरू आहा, यस्तो थियो मेरो गाउँ बस्तीहरू आहा, लेख बेसी धान मकै छराइरहेका हुन्थे, बारीवनमा गाईबस्तु चराइरहेका हुन्थे। असिना र पानी कठै साहुनाको भेला, असिना र पानी कठै साहुनाको भेला, माझी दाइले पहाडी मान्छे तराइरहेका हुन्थे, बारीवनमा गाईबस्तु चराइरहेका हुन्थे। गाउँ छोड्दा चेलीहरू नजाऊ शिशिर भन्दै, गाउँ छोड्दा चेलीहरू नजाऊ शिशिर भन्दै, गहभरि आँसुहरू भराइरहेका हुन्थे, चिरिमिरी चराहरू कराइरहेका हुन्थे, बारीवनमा गाईबस्तु चराइरहेका हुन्थे, बारीवनमा गाईबस्तु चराइरहेका हुन्थे। आहा, शिशिर भाइ निकै मिठो गजल प्रस्तुत गर्नुभयो। अवश्य पनि शिशिर भाइ, अब भने हामीले कार्यक्रमको बिट मार्नै पर्ने हुन्छ। हजुर श्रोता मित्रहरू, यति बेलासम्म कार्यक्रम गजल आवाजलाई सुनेर साथ दिनुभयो हजुर सम्पूर्णप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौँ। श्रोता मित्रहरू, यहाँहरूले नै कार्यक्रम गजल आवाजलाई भनेर मिठा मिठा गजलहरू पठाएर सहयोग गर्नुभयो, त्यसै गरी आफ्ना अमूल्य प्रतिक्रियाहरू पठाएर सहयोग गर्नुभयो। हजुर सम्पूर्णप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौँ र आगामी बसाइहरूमा पनि यहाँहरूको यस्तै मिठो साथ र सहयोगको अपेक्षा पनि हामी पक्कै पनि गर्नेछौँ। यहाँहरूले कार्यक्रम गजल आवाजलाई भनेर पठाउनुभएका सबै गजलहरू हामीले समावेश गर्न सकेका छैनौँ। पक्कै पनि आगामी बसाइमा यहाँहरूले पठाउनुभएका हरेक गजललाई पालै पालो लिएर यहाँहरू माझमा हामी आउनेछौँ। श्रोता मित्रहरू, यहाँहरूले कार्यक्रम गजल आवाजलाई युट्युबमा कार्यक्रम गजल आवाज भनेर टाइप गरेर सुन्न सक्नुहुनेछ भने त्यसै गरी स्वतन्त्र मिडियाको हरेक वेबसाइटहरूबाट कार्यक्रम गजल आवाजलाई प्रत्यक्ष रूपमा सुन्न अनि देख्न सक्नुहुनेछ र त्यसै गरी मकालु एफएमको साहित्य सरोवरको पेजबाट अनि गजल आवाजको फेसबुक पेजबाट, त्यसै गरी साहित्यिक चौतारीको फेसबुक पेजबाट पनि आफ्ना गजलहरू हुबहु देख्न अनि सुन्न सक्नुहुनेछ। संसारभरि छरिएर रहनुभएका नेपाली भाषा साहित्यको जगेर्ना गर्दै आफ्ना कैयौँ काम व्यस्तताका बावजुद पनि साहित्यको लोकप्रिय विधा गजल विधामा कलम चलाउँदै गर्नुभएका मित्रहरू, यहाँहरू पनि कार्यक्रम गजल आवाजमा आफ्ना गजलहरू पठाएर संसारभरि सुनाउन चाहनुहुन्छ भने यहाँहरूले कार्यक्रम प्रस्तुता प्यारो भाइ चारखोले शिशिर अनि म सावित्रा लुइटेल घिमिरेको फेसबुकको बक्स अन्तर्गत पठाउन सक्नुहुनेछ भने त्यसै गरी साहित्यिक चौतारीको फेसबुक पेज अन्तर्गत र त्यसै गरी साहित्यिक चौतारीका मिडिया हलका भाइ बहिनीहरू मार्फत पनि यहाँहरूले आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। यति बेलासम्म हामीले कार्यक्रम चलाउँदै गर्दा कति कमी कमजोरीहरू रहे होलान्, यसको लागि हृदयदेखि नै क्षमा प्रार्थी छौँ र त्यसै गरी साहित्यिक चौतारीको बसाइबाट सुरु हुने कार्यक्रम गजल आवाजलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्नुहुने हजुर तमाम श्रोता मित्रहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्दै आजको यो कार्यक्रम गजल आवाजको 34औं अङ्कबाट यति बेलासम्म टेक्निकल लाइनमा बसेर सहयोग गर्नुहुने प्यारो भाइ अर्जुन कोरङ्गी गुरुङ अनि त्यसै गरी प्रस्तुताद्वय प्यारो भाइ चारखोले शिशिर अनि म सावित्रा लुइटेल घिमिरेलाई पनि कार्यक्रम गजल आवाजको आगामी बसाई कार्यक्रम गजल आवाजको 35औं अङ्कमा भेट्ने बाचाका साथमा बिदा दिनुहोस्। हस्त नमस्ते, शुभरात्रि, फेरि भेटौँला है त।